आज चाहिँ मैले साथीहरू मटर र चना चाहिँ फ्राई गरेर बनाएको छु। जहिले कति खाना खानु भनेर चाहिँ बिहान पनि खाना खाइन्छ हैन, अनि दिउँसो हल्का खाना खाजा फेरि खाइन्छ कामबाट आएर, अनि बेलुका पनि खाना कति खानु वाक्कै लाग्छ क्या कहिलेकाहीँ चाहिँ। अनि त्यस पछाडि चाहिँ कहिलेकाहीँ चाहिँ एक्स्ट्रा खाऊँ न भन्ने हुन्छ नि त। अनि त्यस पछाडि मैले चाहिँ चना र मटर चाहिँ फ्राई गर्ने विचार गरेँ। अनि अगाडि नै मैले मसलाहरू सबै थोक हालिसकेको थिएँ। अनि यो टमाटर हाल्ने बेलामा चाहिँ यसो सम्झेँ कि भिडियो गर्नु पर्यो भनेर सम्झेँ, अनि भिडियो गरेर हालेको छु साथीहरू। हजुरहरूलाई पनि कहिलेकाहीँ यस्तो हुन्छ क्या साथीहरू, हजुरहरूलाई पनि कहिलेकाहीँ खानाको साटो के खाऊँ भन्दाखेरि ओहो अस्ति सिरुले चना र मटर फ्राई गरेको हालेकी थिइन्, हो त्यस्तै बनाएर खान्छु भन्ने लाग्यो भने मेरो भिडियो हेरेर चाहिँ चना र मटर फ्राई गरेर खान सक्नुहुन्छ क्या साथीहरू। यसमा चाहिँ आलु नमिसाकै ठिक लाग्छ कि साथीहरू। मलाई चाहिँ यसरी नै मनपर्छ। म नेपालमा हुँदाखेरि पनि यसरी नै खान्थेँ। जसरी अहिले हजुरहरूलाई मैले यो सबै भिडियोहरू देखाएको छु यसरी नै म फ्राई गरेर अनि नानी र म चाहिँ खान्थ्यौँ। एकदमै मनपर्छ, मेरो बेस्ट हो क्या साथीहरू यो चना र मटरमा चाहिँ। मलाई चाहिँ आलु हालेको मन पर्दैन, हजुरहरूलाई कस्तो लाग्छ हैन। अनि मलाई त धेरै रसहरू हालेको पनि मन पर्दैन, हो यसरी फ्राई गरेको मात्रै मनपर्छ क्या साथीहरू। यति धेरै मिठो भएको थियो, हजुरहरूले पनि ट्राई गर्न सक्नुहुन्छ। जसरी मैले बनाएको छु नि हो यसरी नै हजुरहरूले एकचोटि खानुभयो भने हजुरहरू जहिले बनाएर खान मन गर्नुहुन्छ।